नमस्ते सबैजनालाई हजुरहरूलाई स्वागत छ आरजे फुड च्यानलमा। आज मैले गिलो चटपटेको रेसिपी लिएर आएको छु। ल अब सुरु गरौँ। पहिला सुरुमा गिलो चटपटे बनाउनको लागि सस बनाउँदैछु। यहाँ मैले मैदा र पानी लिएको छु। मैदा र पानीलाई राम्रोसँग मिक्स गर्नुपर्छ। यहाँ मैले मैदा 2 चम्चा र 1 ग्लास पानी लिएको छु। मैले यहाँ मैदा र पानीलाई राम्रोसँग मिक्स गरिसकेँ। यहाँ मैले ग्यास अन गरेँ। लो मिडियम फ्लेममा चलाउँदै पकाउनु पर्छ। यहाँ मैले ओरेन्ज रेड फुड कलर लिएको छु। थोरै मात्रामा हाल्ने। लो मिडियम फ्लेममा चलाउँदै पकाउने। जति यो पाक्दै जान्छ त्यति नै यो बाक्लो हुँदै जान्छ। यसरी हामीले चलाउँदै पकाउनु पर्छ, नभए यो डल्ला पर्न सक्छ। यसलाई हामी 5-6 मिनेट मात्र पकाउने। धेरै पकायो भने बाक्लो हुन जान्छ। ल हेर्नुस् त, हामीले यसलाई यतिको बाक्लो बनाउने। ल अब म यहाँ ग्यासलाई बन्द गरिदिन्छु। एकछिन सेलाउन दिनुपर्छ। यहाँ मैले चटपटेको लागि आलु, चना, दालमोठ, भटमास, केराउ, बदाम, प्याज, गोडभेडा, काँक्रो, हरियो खुर्सानी, मुला, धनियाँ, कागती लिएको छु। भुजा, चौचौ, भटमास, बदाम, चना, केराउ, दालमोठ, प्याज, गोडभेडा, काँक्रो, हरियो खुर्सानी, मुला। मैले यो सबै भेजिटेबललाई सानो सानो पिस गरेर काटेको छु। आलु, अब हामी यसलाई मिक्स गर्छौँ। चौचौ मसला, चटपटे मसला, स्वाद अनुसार नुन, धुलो खुर्सानी, तेल, कागती। मैले यहाँ 3वटा कागती हालेको छु। धनियाँ, अब यहाँ हाम्रो सस सेलाइसकेको छ। अब हामी यसमा सस हाल्छौँ। अब हामी यसलाई राम्रोसँग मिक्स गर्छौँ।
मैले सबैलाई राम्रोसँग मिक्स गरिसकेँ। अब यो खानालाई तयार भइसकेको छ। हजुरहरूलाई मेरो यो रेसिपी मन परेमा लाइक, सेयर एन्ड सब्स्क्राइब गरिदिनु होला अनि कमेन्ट पनि गरिदिनु होला। धन्यवाद।